राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिएपछि इङ्ल्यान्ड, स्कटल्यान्ड, आयरल्यान्ड सबैतिर एउटा अनिश्चितता छायो नि, होइन? हो नि, कसले शासन गर्ने, के हुने केही ठुङ्गो थिएन। हो, आज त्यही चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयले आफ्नो गुमेको सिंहासन फर्काउन गरेको त्यो नाटकीय तर असफल प्रयासको बारेमा कुरा गरौँ न त। एकदम। यो कथा निकै उतार चढावपूर्ण छ। हामी माइक डन्कनको त्यो रिभोल्युसन्स भिडियोको एउटा अंशलाई आधार मान्दैछौँ, जसले स्कटल्यान्डसँगको गठबन्धनदेखि वर्सेस्टरको त्यो निर्णायक लडाईँसम्मको कुरा गर्छ। ल सुरु गरौँ। चार्ल्स द्वितीयले सिंहासन फर्काउन एउटा खै निकै कठिन निर्णय लिए, होइन त? हो, उनले स्कटल्यान्डका कभेनेन्टरहरूसँग हात मिलाए। उनीहरू कडा प्रेस्बिटेरियन थिए, पहिले चार्ल्स प्रथमको विरोध गरेका। उही कभेनेन्टरहरू जसले पहिले यत्रो विरोध गरेका थिए? हो, उनीहरू नै। तर अब आफ्नै शर्तमा चार्ल्स द्वितीयलाई राजा मान्न तयार भए। यो मे 1650 ब्रेडको सन्धिले भयो। तर यसको मूल्य निकै ठूलो थियो। हो नि, मूल्य। सबैभन्दा पहिले त मार्किस अफ मोन्ट्रोज, होइन? चार्ल्सका एकदमै वफादार समर्थक। साँच्चै। तर कभेनेन्टरहरू उनलाई कट्टर दुश्मन मान्थे। अनि चार्ल्सले के गरे त? सत्ताका लागि आफ्नै मान्छेलाई त्यागे। सन्धि अनुसार मोन्ट्रोजलाई त्याग्नै पर्यो। मोन्ट्रोजले आफ्नै बलमा स्कटल्यान्डमा लड्न खोजे, तर समातिए। अनि मे 1650 एडिनबर्गमा निकै अपमानजनक तरिकाले मारिए। गठबन्धनको सुरुवात नै यस्तो धोकाबाट भयो। ओहो, अरूलाई पनि धोका भयो कि? भयो नि। त्यही ब्रेडको सन्धिले गर्दा चार्ल्सले आफ्ना क्याथोलिक आयरिस समर्थकहरूलाई पनि त्याग्नु पर्यो। यसले गर्दा आयरल्यान्डमा राजभक्तहरूको पक्ष झन कमजोर भयो। मतलब चार्ल्सले सबै दाउ स्कटल्यान्डमै लगाएका थिए? हो, पुरै ध्यान स्कटल्यान्डमा। त्यही बेला लन्डनमा के हुँदै थियो? क्रमवेल। अलिभर क्रमवेल। उनी आयरल्यान्डबाट भर्खरै फर्केका थिए। अनि जब संसदले स्कटल्यान्डमाथि आक्रमण गर्ने निर्णय गर्यो, तत्कालीन कमान्डर सर थोमस फेयरफ्याक्सले असहमति जनाए। फेयरफ्याक्सले किन नि? उनले स्कटल्यान्डमाथि आक्रमण गर्न मन थिएन। उनी आफ्नो सिद्धान्तमा अडिग थिए, निकै सम्मानित व्यक्ति। उनले राजीनामा दिए। अनि त्यो खाली ठाउँ क्रमवेलले लिए? ठ्याक्कै। क्रमवेल त पहिलेदेखि नै स्कटल्यान्डसँग लड्न चाहन्थे। उनी लर्ड जेनरल बने र करिब 16,000 सेना लिएर उत्तरतिर लागे। उता चार्ल्स स्कटल्यान्ड पुगिसकेका थिए। अनि उनले कभेनेन्टरहरूका सबै शर्त माने। प्रेस्बिटेरियन विश्वासप्रति वफादार रहने वाचा समेत गरे। खै भित्रैदेखि मानेका थिए कि थिएनन्, त्यो त अर्कै कुरा भयो। क्रमवेल त आइपुगे। स्कटिसहरूले केही तयारी गरेका थिएनन् त? गरेका थिए नि। अनुभवी डेभिड लेस्ली थिए कमान्डर। उनले एडिनबर्ग र लीथको बीचमा बलियो रक्षात्मक लाइन बनाए। क्रमवेलको रसद पानी काट्ने उनको योजना थियो। तर स्कटिस क्याम्पभित्रै समस्या थियो भन्छन् नि? ठूलो समस्या। कभेनेन्टरहरू आफैमा बाँडिएका थिए। एउटा अर्गाइल समर्थक राजनीतिक गुट, अर्को चाहिँ कट्टर धार्मिक गुट, मन्त्रालय पक्षधर। अनि अचम्मको कुरा, यही धार्मिक गुटले गर्दा 4,000 सैनिक हटाइए रे। हो, लेस्लीले हटाउनु पर्यो कारण ती सैनिकहरू चार्ल्सप्रति अलि बढी वफादार देखिए रे। क्रमवेल जस्तो शत्रु अगाडि हुँदा यस्तो गर्नु त निकै अदूरदर्शी भयो पनि त्यस्तै। सेप्टेम्बर 1650 सम्ममा क्रमवेलको सेना बिमारी र अभावले घटेर 11,000 जति भयो। लेस्लीको सेना त झण्डै दोब्बर 22,000 थियो। क्रमवेल डनबार बन्दरगाहमा नराम्ररी फसे। तर यहाँ कथाले कोल्टे फेर्यो, होइन? डनबार हो, लेस्लीमाथि ती कट्टरपन्थी मन्त्रीहरूको दबाब पर्यो, आक्रमण गर्नु पर्यो भनेर। उनले आफ्नो सुरक्षित ठाउँ छोडे। गल्ती गरे? ठूलो गल्ती। क्रमवेलका कमान्डर जन ल्याम्बर्टले स्कटिस लाइनमा कमजोरी देखे अनि सेप्टेम्बर 3 को बिहानै क्रमवेलले अचानक हमला गरे। डनबारको युद्ध क्रमवेलका लागि त ठूलो जित भयो होला? शानदार जित। स्कटिस सेना तहस नहस भयो। करिब 3,000 मारिए, 10,000 जति समातिए। 10,000? हो, क्रमवेलले यसलाई क्राउनिङ मर्सी भन्यो, मतलब अन्तिम ईश्वरीय कृपा। उनलाई लाग्यो कि भगवानले नै उनको पक्ष लिएका छन्। डनबारको हारपछि स्कटल्यान्डमा झन खैला बैला भयो होला? भयो नि। विभाजन झन गहिरियो। त्यो कट्टर धार्मिक गुट, जसलाई रिमोन्स्ट्रेन्ट भनिन्थ्यो, उनीहरूले त चार्ल्ससँगको सम्झौता नै गल्ती थियो भन्न थाले। तैपनि चार्ल्सलाई राजा घोषणा गरियो जनवरी 1651 मा। तर उनको शक्ति निकै सीमित थियो, नाम मात्रका राजा जस्तै। क्रमवेलले अब के गरे त? उनले चलाखी गरे।
स्कटल्यान्डमा आफ्नो नियन्त्रण बढाउँदै लगे, तर इङ्ल्यान्ड जाने बाटो चाहिँ खुला छोडिदिए। ए मतलब चार्ल्स र लेस्लीलाई उक्साउन। हो, लोभ्याउन, इङ्ल्यान्ड पसेर आफ्नो भाग्य अजमाउन् भन्ने उनको चाल थियो। अनि चार्ल्स र लेस्ली फसे त त्यो चालमा? फसे। उनीहरूले यो चारा निले, करिब 12,000 सेना लिएर इङ्ल्यान्ड पसे। तर उनीहरूले सोचे जस्तो समर्थन पाएनन्। अङ्ग्रेजहरूले स्कटिश सेना देखेर खासै स्वागत गरेनन्। अनि अन्तिम खेल भयो वर्सेस्टरमा, होइन त? हो, डनबारको ठिक 1 वर्षपछि, सेप्टेम्बर 3, 1651। फेरि सेप्टेम्बर 3। संयोग नै भन्नुपर्छ। क्रमवेलले आफ्नो ठूलो सेना करिब 31,000 को लिएर वर्सेस्टरमा चार्ल्सको सानो सेनालाई घेरा हाल्यो। यो गृहयुद्धको अन्तिम ठूलो लडाईँ थियो। चार्ल्सले त बहादुरी देखाए होलान्, तर संख्या र स्थितिको हिसाबले हार निश्चित थियो। राजभक्त सेना नराम्ररी हार्यो। फेरि हजारौं मारिए, करिब 10,000 समातिए। फेरि 10,000? हो, यो हारसँगै गृहयुद्धको त्यो लामो श्रृङ्खला सकियो। अनि चार्ल्स द्वितीय? उनी त मुस्किलले ज्यान बचाएर भागे। 6 हप्तासम्म भेष बदलेर लुक्दै हिँडे। एउटा कथा त झन् रोचक छ। एक पटक त शत्रुबाट बच्न पुरै दिन एउटा ठूलो ओकको रुखमा लुकेर बिताए रे। ओहो, अनि भागेर कहाँ पुगे त? अन्ततः बल्ल तल्ल फ्रान्स पुग्न सफल भए। भनेपछि उनको त्यो स्कटिश गठबन्धनबाट सिंहासन फर्काउने सपना वर्सेस्टरमा चकनाचुर भयो? हो, पुरै असफल भयो। यो जितले क्रमवेललाई बेलायतको सबैभन्दा शक्तिशाली मान्छे बनायो, अनि गृहयुद्ध पनि सकियो। यो पुरै घटनाक्रमले राजनीतिक दाउपेच, धार्मिक कट्टरता अनि नेतृत्व कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ है। एकदम। कसरी एउटा निर्णयले, एउटा युद्धले इतिहासको धार बदल्न सक्छ भन्ने यो राम्रो उदाहरण हो। तर एउटा प्रश्न मनमा आइरहन्छ। राजतन्त्र गयो, गृहयुद्ध सकियो, अब क्रमवेल र विजयी पक्षले कस्तो खालको गणतन्त्र बनाउन खोजे होलान्? अनि त्यो किन टिकेन होला? त्यो निकै महत्त्वपूर्ण प्रश्न हो। किन आखिरमा यिनै भागेका चार्ल्स द्वितीय नै फेरि राजा बनेर लन्डन फर्किए त? हो, सायद यो अर्को पटकको लागि छलफलको विषय बन्ला।